वेल प्लेड लुम्बिनी लायन्स। लास्ट इयर तपाईहरुको परफर्मेन्स हेर्दा सारै माया लागेको थियो, स्पेशली क्याप्टन रोहित कुमार पौडेलको। यसपालि तपाईहरुको टिम राम्रो छ, राम्रो गर्न सक्नुहुन्छ है योपालिको एनपीएलमा। हिजोको म्याचमा सबैजनाले कमेन्ट गर्नुभएको थियो अम्पायर डिसिजनको। हेर्नुस्, ह्युमन एरर भन्छ, क्रिकेटमा यस्तो हुन्छ। अम्पायरहरूले पनि के कुरामा ध्यान दिनु पर्यो भन्दा तपाईहरुको एउटा गलत डिसिजनले कुनै टिमलाई सहयोग गर्छ भने कुनै टिमलाई असहयोग गर्छ। प्रविधि छ, टेक्नोलोजी छ, त्यसको सही सदुपयोग गरिदिनुस्, समय लिनुस् अनि डिसिजन गर्नुस्। रवि बोपारा ब्याक टु ब्याक 50। चितवन राइनोजले रवि बोपाराबाट धेरै कुरा सिक्न सक्छन् है। एउटा कुरा हो पेशेन्स, अर्को कुरा हो कन्सिस्टेन्सी। स्पेशली क्याप्टन कुशल मल्लले। कुशल मल्लको योभन्दा अगाडिको डिसमिसल र हिजोको डिसमिसल हेर्नुहोस्। तपाईले एउटा कुरालाई ध्यान दिनु पर्यो, कुन बललाई रोक्ने, कुन बललाई ठोक्ने। त्यति कुरामा ध्यान दिनुभयो भने त्यो कन्सिस्टेन्सी आफै आउँछ। 143 रनको टार्गेट। वेल प्लेड लुम्बिनी लायन्स, वेल ब्याटेड लुम्बिनी लायन्स। स्पेशली क्याप्टन रोहित कुमार पौडेल र अफगान सुपरस्टार गुलबदन नाइक। हिजो दुईजना बोलरहरूबाट आइ एम भेरी इम्प्रेस्ड। हुन त यी लेफ्ट ह्यान्ड बलरले धेरै कुरा प्रुभ गरिसकेका छन्। आइ एम टकिङ अबाउट रिजन ढकाल। डासी सचको जुन किसिमले विकेट चटकाए नि उनले, मजा आयो। किनभने म लेफ्ट ह्यान्ड फास्ट बलरको एकदम ठुलो फ्यान हो। मलाई नेपाली पूर्व खेलाडी अमृत भट्टराईको याद आउँछ, भेरी गुड बलर। अर्का खेलाडी शेर मल्ल। उनको बोलिङमा भेरिएसन छ, भेराइटी छ। ही क्यान बी अ भेरी गुड बलर हाम्रो T20 स्क्वाडमा। म यस्ता खेलाडीहरूलाई पनि सपोर्ट गरिरहेको छु, समर्थन गरिरहेको छु, पुश गरिरहेको छु। यो मेरो काम हो। अर्को धन्यवादका पात्र हुन् हिजो मैदानमा टिकट काटेर क्रिकेट हेर्ने सबै दर्शकलाई धेरै धेरै धन्यवाद। मैले सुनिरहेको छु स्याटरडे र सन्डेको टिकट्सहरू सोल्ड आउट छन्। यो सोल्ड आउट हुनु भनेको यसले नेपाली क्रिकेटलाई सहयोग गर्नु हो, अब आउने क्रिकेटरहरूलाई सहयोग गर्ने हो र नेपाली क्रिकेटलाई सहयोग गर्ने हो। जहिले पनि भन्छु, जय खेल, जय खेलाडी, नमस्ते।